कविताको शीर्षक हो तृष्णा। तृष्णा यो कविता मैले पासाङ लामो शेर्पाले जब सगरमाथा आरोहण गर्नुभयो र उही विलिन हुनुभयो उहाँ, त्यसबाट मर्माहत भएर त्यति बेला लेखेको कविता थियो यो। र यो मेरो यो नेपाल भाषाको यो के अरे कृतिमा प्रकाशित भएको कविता हो। मेरो यो कृति जी पियागो ई थोएक त्यहाँबाट साभार गरेर मैले सगरमाथा गौम पासाङ सगरमाथा लिसिहे चपुजुया लेना चुनेको छुछु थो अस्तव्यस्त संसार या कोलाहल तापक्क छ ल्योगु थाव जित मथे उनी तथागत या त छ पालक थुकनी उके जुई छन्त खनिव उके जुई छन्त खनिव श्रद्धा तीजक छ कोस्ना बले लोगु आत्मीय भाव थौन क्वाज जुया थौन क्वाज जुया जुगो चिम्सपति टोया छौँ तना हुने मते छ फुलु सुलु दङ्गु सुथया खस्ती छन्था जिगुले मानि छन् तना हुने मते छ फुलु सुलु दङ्गु सुथया खस्ती छन्था जिगुले मानि छनु जिगु जीवनिया छु अभिलाषा दनिसा जिगु जीवनिया छु अभिलाषा दनिसा आ थोचेपति छुङ्गो पला थित लालाई यो कवितामा मैले उहाँको सङ्घर्ष र उहाँले सगरमाथा आरोहण गरेर आफ्नो जीवनको अन्तिम सास त्यही फेर्नुभयो त्यसलाई मैले तथागतलाई उहाँले राम्रोसँग बुझ्नु भएको रहेछ भन्ने कुरालाई लिएर मेरो जीवनको अभिलाषा केही अहिले पनि छ भने उहाँको 10 वटा औँला छुनलाई लालाई छु भनेर लेखेको कविता भयो।